एउटा युवा, एउटा पढे लेखेको मान्छे, एउटा जाने बुझेको मान्छे, असली नेता भनेको उहाँ जस्तो हुनुपर्छ के। यतिको जाने बुझेको, यतिको पढेको, यतिको साथ सपोर्ट दिने मान्छे हुनुपर्छ कि बल्ल हामी सबै मिलेर सहकार्य गर्दै अगाडि बढे पो हाम्रो देश बढ्छ र अगाडि बढ्छ र त्यसैले अब चाहिँ हरेक कुनै पनि दल होस् या जेमा पनि अब चाहिँ युवा आउनै पर्छ। अब हाम्रो पुराना दलका बाहरू हुनुहुन्छ या जो कोही हुनुहुन्छ उहाँहरू सल्लाहकारमा बसेर सल्लाह दिने हो। अब देश बनाउने र आफ्नो भविष्य बनाउने अब युवाको पालो, युवाले बनाउँछ पनि। हेर्नु जसरी उहाँको कुरा सुनौँ, उहाँ जस्तो हुनुपर्छ कि नेता भनेको। त्यही भएर उहाँ जस्तो मान्छे भएर अहिलेसम्म एमाले पार्टी भन्ने चाहिँ अहिलेसम्म टिकै छ। नत्र भने चाहिँ एमालेलाई मैले पनि गाली गर्थेँ, सबैले गाली गर्थ्यो कि उहाँ जस्तो मान्छे छ र धन्न हामीले चाहिँ रेस्पेक्ट गर्छौँ कि एमाले दललाई। बुझ्नुभयो नि? एकचोटि उहाँको भिडियो हेरौँ ल। सरकारले देश र जनताको हितमा गरेको काममा मेरो सधैँ सहयोग रहनेछ, मेरो सधैँ समर्थन रहनेछ। त्यसमा विरोधको लागि विरोध गर्ने पक्षमा हामी कोही पनि छैनौँ भन्ने मलाई लाग्छ। सुन्नुभयो, बुझ्नुभयो? उहाँ जस्तो मान्छे हुनुपर्छ के। झोले होइन, सधैँभरि पार्टीको झोला पुगिने अन्धभक्त झोले हुने होइन कि। यतिको सोच विचार ज्ञान हुनुपर्छ। सल्युट छ सुवाङ न्याङ सरलाई।